फेरि बुढाले कुटे जस्तो छ जाउँ त हेर्नलाई के भयो तिमीलाई के भयो कुकुरको कति दिन सधैँ यसरी पिटाइ खाएर बस्छौ तिमी अब तिमीले आवाज उठाउनु पर्छ तिम्रो लागि सधैँ यसरी सहेर नबस यसरी नबस्नु मैले एउटा गोली किनेको छु जसले तपाईँलाई मद्दत गर्न सक्नुहुन्छ केही कुरा गरौँ केही सिकौँ तपाईँलाई तपाईँको नानीलाई पनि राम्रो हुन्छ अब तिमीले तिम्रो आवाज उठाउनुपर्छ सधैँ यसरी कुटाइ खाएर बसेर हुँदैन हिँड महिनामा के गर्नुपर्छ मलाई के थाहा छैन कुरा गरौँ नमस्ते के काम ल्याउनु होइन बाहिरबाट आउनु भएको